सुकुम्बासी बस्ती बस्नै नदिनु पर्थ्यो नि त पहिला। ए हर्के सर, सर पनि के भन्नु हो, हर्के गुइठे दाजै, त्यो बालिन सरकारले बसालेको होइन क्या सुकुम्बासी बस्ती। त्यो सुकुम्बासी बस्ती त तिम्रो ठुलो बुवा केपी शर्मा ओलीले बसालेको। यति पनि दिमाग छैन, हावा तालमा बोलिदिन्छ यार। यतापट्टि दाजु कुरा सुन्नुहोस्, उहाँले भन्नुहुन्छ तिम्रो बारेमा। साङपाङ यो लाटो देशको गाँडो तन्नेरी हो के न यसलाई पोलिटिक्स थाहा छ यिनलाई, न यिनलाई त्यहाँको केही कुरा थाहा छ। हावामा बोल्ने, हावामा चल्ने श्रम। तपाईँलाई एउटा कुरा भन्दै भने श्रम के हो, विज्ञान के हो, आइटी के हो, एआई के हो, बुझ्नुभयो के। हिजो मेरो हजुरबाउको पालामा कुटो कोदालो लिएर के गर्थे, बाटो बनाउँथे। तत्कालीन अवस्थामा स्काइपेटर डोजर भन्ने थिएन, ठिक छ। त्यो अवस्थालाई ठिक छ सुनाऊ। अहिलेको त आइटीको युग हो नि, एआईको युग हो नि, हामीसँग डोजर पनि छ, टेक्नोलोजीहरू पनि छ, सबै चिज चाहिँ एक्सरे गरेर हेरेर मिल्ने छ, कतिको क्षमतामान पहाड हो भनेर होइन। यस्तो युगमा आएर फेरि जनताले चाहिँ एक दिन ढुङ्गा बोक्दिन पर्छ अरे, कहाँ पुर्याउनु खोजे। यस्तो जमानामा मान्छेलाई हुन त अब त्यो के भन्छ, गोदालो लडा, गोदालाई पनि भारी बनाउनु पाउँदैन अहिले पशु अधिकारले। त्यस्तो स्थितिमा मान्छेलाई गोदा बनाउँदैछ अहिले, अनि हामी त्यसलाई ठुलो मान्ने। ये बड़ी अच्छी बात कही आप।